हेलो साथीहरू, नमस्ते सबैजनालाई। म चाहिँ धेरै पछि भन्दा पनि बेला बेलामा भिडियोहरू अपलोड गर्ने गर्छु र कतिपय साथीहरूलाई राम्रो लाग्छ, कतिपय साथीहरूलाई नराम्रो लाग्छ। प्लिज यथार्थ अनर्थ नलिकन र भिडियोलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला। म चाहिँ बढी अलिकति यो जुन नेपालको अहिलेको गतिविधि अनुसार चाहिँ बोल्ने गर्छु र यसलाई चाहिँ एकदम गलत नराम्रै लगेर चाहिँ कमेन्ट नगरिदिनु होला। र प्लिज तपाईँ हामीले चाहिँ बुझ्नुपर्छ अब चाहिँ देशमा के हुँदैछ र देशमा के भइरहेछ र देशको परिस्थिति कस्तो अवस्थामा छ र नेताहरूले देशलाई कता लैजाँदैछन् र देश कता जाँदैछ भन्ने कुरा चाहिँ तपाईँ हामी युवाहरूले अहिले नबुझेपछि कहिले बुझ्दैनौँ र अब चाहिँ सोच्ने बेला आइसकेको छ। र नेपालमा जसले राम्रो काम गर्छ, जसले चाहिँ देशको हितमा काम गर्न खोजिरहेको हुन्छ त्यसलाई चाहिँ दबावमा र अन्डरमा राख्न मात्रै खोजिरहेको हुन्छ हाम्रो देशको शासन गर्ने मान्छेहरूले। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ होइन? त्यही भएर साथीहरू र युवाहरूले जुनले चाहिँ देशको लागि केही गर्छ, देशमा चाहिँ केही देशलाई केही विकासतिर लैजाँदै खोज्छ र देशमा केही रोजगार युवाहरूलाई दिन खोज्छ, त्यो मान्छेहरूलाई चाहिँ नेपालको नेताहरू भन्ने कि के भन्ने होइन, तपाईँहरूलाई थाहा नै छ। र हाम्रो कस्तो कस्तो नियम र कस्तो कस्तो के आउँछ हाम्रो देशमा र उहाँहरूले चाहिँ के गर्नुहुन्छ। प्लिज नराम्रो नलिकन राम्रो कमेन्ट गरिदिनु होला र भिडियोलाई सेयर गरिदिनु होला। म बेला बेलामा बोल्ने गर्छु, त्यही नै छ।